खै हामी यस्तो खोल्सा खोल्सा चाहिँ आज यसो गस्ती हिँडिरहेको छौँ र हल्दार साहब चाहिँ टक्क पछाडि चाहिँ हिँडिरहनु भएको है अगाडि हाम्रो पठान साहब टक्क ल है हामी गस्ती हिँड्दैछौँ है उहाँहरू असाब उहाँ अगाडि पुगिसक्नु भयो अगाडि के हो फेला परे अरे अब हामी खोज्न जाँदैछौँ है गाइज टक्क लाएर असाब कता पुगिसक्नु भयो यस्तो कन्दरा कुन्दरी हुँदै आइयो है हामी चाहिँ यहाँ आइयो गाइज टक्कै यहाँ बेलौतीको रुख छ तर बेलौती पो छैन त भूतको बाटो हुँदै आइयो गाइज के गर्ने यस्तै छ फौजीको जिन्दगी टक्क हिँड्यो खायो बस्यो गस्ती गर्यो टक्क ल हेर्नु गाइज ऊ यहाँ केरा छ यी केरा टक्क अर्ग्यानिक केरा हो यो यहाँ हाम फाल्दै हुन्छ गाइज ऊ हाम फालिसक्नुभयो अर्ग्यानिक मेवा है गाइज अर्ग्यानिक ल हेर्नु तोरी पछाडि तोरी बारी हाल्यो नमस्कार नमस्कार आरामै हुनुहुन्छ ल केरा केरा पनि छ मेवा पनि छ कहाँ गयो त्यहाँ लोकल कहाँ गयो टक्क आलु पनि राम्रै रहेछ है त सर